7 घण्टा डिपेन्डिङ राइड गर्ने भने। माई गड, कोदी भन्ने ठाउँबाट हेर्नु न, नजारा चाहिँ राम्रो देखिँदो रहेछ ऊ पोखराको। तिर्सुलीको माछा ल। हेलो दर्शन, नमस्ते सेवा सबैजनालाई, मेरो साथीहरूलाई होइन। आज चाहिँ धेरै दिन पछाडि हजुरहरूको अगाडि एउटा सानो भ्लग लिएर आउँदैछु। बिचमा चाहिँ एकदमै ग्याप गरिहालेको थिएँ होइन। त्यही पनि साथ सपोर्ट गर्दै गर्नु होला, माया गर्दै गर्नु होला, माया नमार्नु होला। अनि आज चाहिँ म भन्नु पर्दाखेरि काठमाडौँबाट पोखरा घुम्न आइरहेको छु कि। अनि त्यही भएर यसो ठाउँहरू हेर्छु, हजुरहरूलाई पनि थोरै थोरै भए पनि देखाउँछु भनेर साथीहरू साथ सपोर्ट गर्दै गर्नु होला, माया गर्दै गर्नु होला। ल घुम्नु जाउँ ल आज पोखराको भ्रमण। हस् ल साथीहरू, हामी चाहिँ यो पोखराको कैलाश होटलमा बसेको छौँ। हेर्नुहोस् न यहाँको भ्यू। ओहो फिस, वाउ कस्तो राम्रो यहाँ। तर हजुरहरूले भिडियोबाट हेर्दा त 10% मात्र त देख्नुहुन्छ होला, जति मैले यहाँ अगाडिबाट हेरिरहेको छु नि होइन। पोखरा त यतिकै पोखरा त होइन नि है। मेरो साथीको काम हेर्नु यहाँ। ओ टिकटके, हेलो टिकटके। टिकटक होइन के फोटो? ए फोटो, ओ माई गड। सेल्फी हानेर मायालु। कसम घुम्ने त भने कि पोखरा साथीहरू, मा गर्मी। घुम्न सकिएला त। गएर स्कुटी भाडामा लिनुपर्छ, अनि यसो फेवातालतिर कुद्नु पर्ला जस्तो छ है साथीहरू। तर गर्मी चाहिँ साह्रै रहेछ है वहाँ। काठमाडौँभन्दा पनि यहाँ पोखरा धेरै गर्मी। लागौँ है साथी, घुमौँ जति सक्दो है। वाउ ल स्विमिङ खेल्ने भए आम साथीहरू। ल साथीहरू, हामी चाहिँ पहिलो घुम्ने ठाउँ चाहिँ यो पुङ्दीकोट भन्ने ठाउँ छ अरे क्या। त्यहाँ शिवजीको मन्दिर छ भने होइन, माथि डाँडामा पुङ्दीकोट रे। हामीलाई पनि थाहा छैन, हामी पनि स्कुटी भाडामा लिएर पुङ्दीकोट जाँदैछौँ। अब यो बाटो सोधै कता हो। माई गड, कोदी भन्ने ठाउँबाट हेर्नु न, नजारा चाहिँ राम्रो देखिँदो रहेछ ऊ पोखराको। यो एउटा डाँडाले छेकेको रहेछ, यो डाँडा ट्याक्कै काट्नु पाए ट्याक्कै काठमाडौँ र पोखराको नजारा एउटै हुने रहेछ। क्या बोला तूने? नहीं पहले क्या बोला? चल। वाउ के अबै काँक्रा खान थाल्यो कि? म पनि मलाई पनि मगा। गिला गिला दिलमिला कसैको बाइकले गर्दाखेरि हेर न हालत। सुपरम्यान, स्पाइडरम्यान। माथि डाँडा पुग्नुपर्ने साथी। ओ माथि ल अब चाहिँ पुङ्दीकोट आइपुग्यो। कसम साथीहरू, पार्किङ गरेर हिँडेर आउँदा सासै फुलिने यहाँ। धन्न पनि आइपुग्यो। ल अब भित्र गएर देखौँ ल। के हो यो नजारा त, सेक्सी सेक्सी नजारा छ त हौ। यता फेरि अर्को टेम्पल पनि रहेछ नि यार। के रे थाकेस एकदम बल्ल आइपुग्यो। भयङ्कर अद्भुत, के भन्नु यसलाई। जय शम्भु, हर हर महादेव, सबैलाई रक्षा गरिदिनु होला। ओएमजी हेर्नु न। अब चाहिँ हामी पाताले छाँगो भन्ने ठाउँमा आइपुग्यौँ है। वेलकम रे। सेम ठमेल पार्टी जस्तो छ, ठमेलमा पाइन्छ नि यस्तै। ओ माई गड, वेलकम टु डेभिड फल। डेभिड फल अब हेर्नु जानुपर्छ। अब नजाने ठाउँ जाँदै गर्नु, ऊ त्यो तल हो। रमाइलो, उतादेखि तल झर्नु पर्ने जस्तो छ। हेलो हेलो, यता लडो गरे। यहाँ चाहिँ सबै बाराहरू लगाइदिएको रहेछ क्या।
त्यो झर्छ भनेर त होला नि पहिला धेरै सुसाइड केस बढ्यो भन्थ्यो र दुःख पीडित मान्छेहरू यहीँबाट हम्फाल्थ्यो भनेर सबै बार लगाइदिएर रहेछ अहिले चाहिँ यहाँ बिचमा छ अब हामीले त के देख्ला र ला मुनि गएर हेर्ने भनेको त केही छैन त अनि ला यस्तो थियो र यही पो हो कस्तो पाइँदैन र कति गएर छ नि मलाई त लागिरहेको थियो तल गएर हेर्न पो पाइन्छ भनेको त छिर्न पनि नपाइँदो रहेछ त हौ बिजोक भयो त के हेर्न आएँ त म डेभिड फलमा यो ल साथीहरू आम्मामा यो पोखरै हो त रातिको नजारा त दामी छ त आम्मा यता माथिहरू हामी चाहिँ अहिले खाजा खानु आइरहेको छौँ क्या त्यही भएर ओ माई गड साँझ भएपछि चाहिँ यसरी माछा मार्ने रहेछ क्या यहीँ वरिपरिको गाउँलेहरूले ल साथीहरू फेवाताल पनि घुम्यो अब चाहिँ हामी खाना खाने कता रहेछ ल कता तल तलै जाउँ ल आइज आइज तलै जाउँ तलै जाउँ तलै जाउँ तलै जाउँ आजको भ्रमण चाहिँ यहीसम्म अब चाहिँ भोलि बिहान फेरि है गुड मर्निङ साथीहरू आज चाहिँ बिहानको ब्रेकफास्टदेखि अर्को नयाँ ठाउँ घुम्न जाने ल गर्मी छ यहाँ काठमाडौँभन्दा पनि ज्यादा गर्मी छ केही छैन रमाइलो गर्नु पर्यो एडभेन्चरहरू मनपर्छ डर्क्याले चाहिँ त्यही ल साथीहरू सारङकोटको डाँडामा आइपुग्यो प्याराग्लाइडिङहरू खेल्दैछ अलिकति हिँड्नुपर्ने रहेछ त्यो गाडीबाट उत्रेपछि चाहिँ सबैजना उड्दैछ मुनिको फेवातालहरू देखिरहेको छ आमा मान्छेहरू ल हेर्नुहोस् धेरै टुप्पोमा आयो डर त लागिरहेछ कि र पनि के गर्ने एक बारको जिन्दगी खेलिदिउँ है यहाँबाट उड्दो रहेछ क्या सबैजना ल साथीहरू अब उडेर पछि कुरा गरौँ ल पाइलटहरू रेडी पाइलटै त होला नि होइन र खै के भन्छ थाहा पनि छैन कति चाहिँ राम्रो हुने ठाउँ यो भगवान्ले बनाइदिएको ठाउँ राम्रो हो कि प्राकृतिक नजारा यति राम्रो हो कि बा मेरो हातै राम्रो हो कि साह्रै राम्रो भिडियो आउँदैछ सबजना रेडी यो चाहिँ हाम्रो ग्रुपै हेरेर चाहिँ यहाँबाट सबैजना हुने रेडी लहरको सुरु भयो हल्का ल्यान्डिङ गर्ने बेला चाहिँ म खुट्टा माथि गर्नु पर्ने भन्छ खुट्टा ट्याक्क माथि गर्नु उभिनु भन्ने बेला भिडियो हेरेको थिएँ क्या एउटा भाइ रोक्दे भनेको के थियो इन्डियनको पैरो चरकर भाई लैंडिंग का टाइम है बोले उतार दे भैया थोड़ा ज्यादा पैसा दूंगा मैं कोरा है भने कम तयार आई एम रेडी को भाइले भिडियो बनाउँदै हुनुहुन्छ तपाईको भाइले preparing to standing up एक कदम अगाडि खत्म
के गर्नु साथीहरू, पोखरामा बस्नु अझै मन थियो, तर के गर्नु फर्किनु पर्ने भयो काठमाडौँ। खानासाना खाएर हामी चाहिँ काठमाडौँतिर लाग्यौँ। नयाँ साथीभाइहरू हुनुहुन्छ भने चाहिँ लाइक सब्सक्राइब कमेन्ट गर्नुहोला। पुरानो साथीहरू चाहिँ माया गर्दै गर्नुहोला ल। यति भन्दै काठमाडौँतर्फ लागे, बाटोको भ्रमण देखाउँदै गइरहेको छु। बाई बाई साथीहरू, फेरि अर्को दिन अर्को ब्लगमा भेट हुनेछ। टेक केयर।